नमस्कार, म सदास्ते किङ विजय पनि युट्युब च्यानलमा आउने गर्छु। मेरो नाम विजय पनि। तपाईहरुले हरेक महत्त्वपूर्ण भिडियोहरू हेरिसक्नु भएको छ। अब भने तपाईहरु रेखा पोखरेल र रोशन सिंह ठकुरीको गीत सबैभन्दा पनि रेखाले 27-28औं गीत गाइसकिन अहिलेसम्म। तर ती सबै एल्बमहरु मध्ये सबैभन्दा पनि बढी हेरिएको गीत भनेको तिम्रो त भाग्यमा सिरी छ। रोशन सिंह ठकुरी र रेखा पोखरेलको गीत रहेको छ। एकदमै मन पराइदिनु भएको छ, दर्शकले साथ सपोर्ट दिनु भएको छ। सबैभन्दा पनि बढी हेरिएको भिडियो रेखा बहिनीले जति गाएका छिन् ती गाएका एल्बमहरु मध्ये सबैभन्दा पनि बढी हेरिएको भिडियो भनेको मेरो त भाग्यमा सिरी छ, जुन फर्स्ट एल्बम रहेको थियो। एकदमै दर्शकले, करोडौं दर्शकले माया गरिदिनु भयो, लाखौं दर्शकले माया गरिदिनु भयो, साथ सपोर्ट दिनुभयो। तपाईहरुलाई थ्यांक यू सो मच र धन्यवाद भन्न चाहन्छु। र रेखा बहिनीका यदि गीत संगीत, रोशन सिंह ठकुरीको गीत संगीतलाई मन पराउनुहुन्छ भने एक लाइक गर्नुहोला र यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र मनमा लागेको केही कुराहरु छन् भने कमेन्ट गर्नुहोला। र रोशन सिंहको भोगलमा रहेको र भोजराजले सपोर्ट गर्नुभयो, लगानी भोजराजको पनि ठूलो हात रहेको छ। जो गाउँदेखि शहरसम्म ल्याउनु भयो र त्यसपछि रेखाले चान्स पाइन् र गीत रहेको छ मेरो त भाग्यमा सिरी छ। वाह, क्या दामी गीत छ। हार्ट टचिङ, मेरो मन मुटुमा, मेरो मात्र हैन लाखौं लाख नेपाली जनताहरूको मन मुटुमा बस्न सफल रहेको छ गीत। यो 10 लाखले हेरिएको भिडियो छ। त्यसकारणले गर्दा रेखा बहिनीको यो गीतलाई हामीले माया गर्दियौं। यस्तै गरी देखेर अरु गीतहरु संगीतहरुलाई पनि माया गर्दिनु होला र भोजराज दाइलाई पनि सम्मानका साथ थ्यांक यू सो मच भन्न चाहन्छु। म तपाईहरुको प्यारो साथी किङ विजय पुन। यदि तपाईसँग पनि रेखा बहिनी जस्ता अथवा तपाईहरुको कलाप्रतिमा रुचि छ र गीत संगीतमा अथवा भूगोलमा तपाईको मिठो स्वर छ भने यही भिडियो मार्फत कमेन्टमा तपाईको नम्बर छोड्नु होला। हामी तपाईलाई कल गरेर तपाईलाई चान्स दिनेछौं। तपाईको इन्टरभ्यु मिडिया लिएर तपाईको हामी किङ विजय पनि युट्युब च्यानलबाट भोजराज थापा दाइसम्म पुर्याउने प्रयास गर्नेछौं। मलाई 2-4टा कमेन्टहरु किङ विजय पनि युट्युब च्यानल मेरो च्यानलमा आएका थिए र उहाँहरुले कमेन्ट गर्नु भएको थियो, दाइ मलाई पनि गीत संगीतमा साह्रै रुचि छ, म पनि गाउँछु, मलाई चान्स दिनु पर्यो भनेर कमेन्ट गर्नुभएका थिए र ती कमेन्टहरु मैले हेरेको थिएँ। यदि तपाईहरु त्यो कमेन्ट गर्ने ठाउँमा तपाईको किङ विजय पनि युट्युब च्यानलमा सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला र कमेन्टमा तपाईको नम्बर छोड्नुहोला। हामी तपाईलाई कल गर्छौं र तपाईको इन्टरभ्यु लिन्छौं र हामी तपाईलाई नयाँ कलाकारलाई प्रोत्साहन दिने ठाउँ बनाइदिन्छौं। त्यसकारणले गर्दा तपाईसँग अभिनय छ, कला छ, गीत संगीतमा रुचि छ, गाउन सक्नुहुन्छ भने जुनसुकै कुनै न कुनै कला तपाईप्रति छ भने हामीलाई पनि फोन सम्पर्क गर्नुहोला। हामी यही भिडियो मार्फत तपाईहरुलाई हाम्रो नम्बर छोड्दिनेछौं, कल गर्नुहोला। रेखा बहिनी साच्चै भाग्यमानी छिन्। हामीले रेखा र रोशन सिंह ठकुरीको चर्चा र परिचर्चा गर्यौं किनभने अहिलेसम्म रेखा बहिनीले 27 देखि 28 वटा गीत गाइसकेकी छन्। ती मध्येको गीत सबैभन्दा मन पराएका, दर्शकले मन पराउनु भएको गीत भनेको मेरो त भाग्यमा सिरी छ। यो गीत एकदमै चलेको छ र एकदमै मन पराइदिनु भएको छ, साथ सपोर्ट दिनु भएको छ। र पक्कै पनि रेखा र रोशन सिंहको गीत तपाईलाई कतिको मन पर्छ अथवा तपाईको यो जोडीलाई कतिले मन पराइदिनुहुन्छ? मलाई त रोशन सिंह ठकुरी र रेखा पोखरेल बहिनी यिनीहरुको जोडी साच्चै मन पर्छ। यदि तपाईहरु यिनीहरुको जोडी नछुटोस् अथवा गीत संगीत क्षेत्रमा सधैं अगाडि बढौन् रेखा बहिनीको, तपाईहरुले यदि सम्मान गर्दै प्रगतिका शुभकामनाहरु व्यक्त गर्नुहुन्छ भने तपाईहरुलाई धेरै धेरै धन्यवाद छ। र रेखा बहिनीको लागि भए पनि एक लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला च्यानललाई। र
तपाईहरुलाई लागेको मनमा लागेको कुरा कमेन्ट गर्नुहोला। हामीले बतायौं रेखा र रोशनको भोजराज सबैको चर्चा र परिचर्चा गर्यौं, किनभने रेखा बहिनीले गाएको गीत मेरो त भाग्यमा सिरी छ, रोशन सिंह ठकुरीसँगको गाएको गीत एकदमै हिट सुपर हिट भएको थियो। तर मैले हरेक गीतहरू हामी पत्रकार सम्मेलनमा चर्चा परिचर्चा गर्यौं र हेर्यौं पनि। हरेक गीत संगीत तपाईहरुले पनि हेर्नु भएको छ आम दर्शकले। तर सबैभन्दा बढी मन पराइदिएको गीत भनेको मेरो त भाग्यमा सिरी छ भन्ने गीत छ। तपाईहरुले युट्युब च्यानलमा पनि हेर्न सक्नुहुन्छ। त्यसकारणले गर्दा थ्यांक यू सो मच, एकदमै माया दिनुभयो, साथ सपोर्ट दिनुभयो। यसैगरी रेखा बहिनी प्यारी बहिनीलाई साथ सपोर्ट दिनुहोला। नराम्रो नेगेटिभ कुराहरू जो बाहिर फैलाइरहेका छन्, टीका सानुसँग जोडेर 3 वर्षभन्दा पनि पहिलेको त्यो भिडियोलाई अहिले टुक्का टुक्का काटेर युट्युबरहरूले चर्चा र परिचर्चाको लागि डलरको लागि छापिरहेका छन्। यो सब गलत हो भन्न चाहन्छु। यो सब गलत नगरिदिनु होला, किनकि नयाँ कलाकारलाई हामीले साथ दिनुपर्छ, सपोर्ट गर्नुपर्छ। उनीहरूले यदि सोचेको सपना हाम्रो अलिकति केही साथ र सहयोगले उनीहरूको सपना पूरा हुन्छ भने हामी किन सहयोग नगर्ने। त्यसकारणले गर्दा हामी सबैको भलो चाहौँ। आखिर एक दिन मर्नु छ। त्यसकारणले गर्दा रोशन सिंहको स्वर कतिको मनपर्छ तपाईलाई, अनि त्यस्तैदेखि लिएर रेखा पोखरेलको गीत र रोशन सिंहको गीत संगीतलाई माया गर्नुहुने दर्शकले एक लाइक, कमेन्ट र शेयर, सब्स्क्राइब गरिदिनु होला र किङ विजयपुरी युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र मनमा लागेको केही कुराहरू छ भने कमेन्ट गरिदिनु होला। म तपाईहरुको प्यारो साथी विजयपुन फेरि अर्को भिडियोमा आउनेछु। हस्, नमस्ते।